सो हेलो एभ्रिवान वेलकम छ तपाईहरुलाई सबैलाई मेरो न्यू ब्लगमा। तपाईहरु सबै सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला भन्दै लागौँ आजको न्यू ब्लग तर्फ। आज चाहिँ एउटा मात्रै सब्जेक्ट पढाइ हुनुको कारण त्यसैले हामी चाहिँ 8 बजे गएको थियो कलेज। घाम पनि लागिसकेको थियो झुलुक्क पारेर। टिकापुरमा 8 बजे सक्दा पनि कोही पनि यताउता मान्छे नदेखेपछि हामी चाहिँ छक्क पर्यौ। बिहान मान्छे नभए पनि कुकुर त छन् भन्दै हामी कलेजतिर लाग्यौ। त्यसपछि कलेज जाँदाखेरि त कलेजमा पनि सुनसान थियो, कोही पनि विद्यार्थीहरु पनि छैनन्, टिचरहरु पनि छैनन्। के हो यस्तो भनेको ठ्याक्कै एउटा मुभीको सिन याद आयो। एउटा मुभीमा चाहिँ भन्छ नि, ठाकुर साहब गाउँ पे कोही नहीं है भन्छ, अनि उताबाट फेरि अर्कोले भन्छ कहाँ मर गए गाउँ के सबै लोग भन्छ। त्यस्तै सिन भइरहेको थियो आज हाम्रो बिहान बिहान कलेजमा। हामी चाहिँ आफ्नो क्लासतर्फ लाग्यौं। त्यसपछि क्लास जाँदा चाहिँ 3 तला माथि भएको कारण हामी त स्याफ्या भइसकेको हुन्छौँ। सिडी चढ्दा चढ्दै दिनकै दिन चढ्नुपर्छ, दिनकै दिन ओर्लिनुपर्छ। त्यही भएर हामीलाई चाहिँ तल बसाइदिनु भनेको सरलाई, सर मान्नुहुन्न। त्यही भएर हामी चाहिँ माथि अब सकिन लागिसक्यो भनेर पनि अब के भन्दैनौ भनेर हामी चाहिँ आफ्नो क्लासतर्फ लाग्यौं। हाम्रो क्लासमा चाहिँ अरु पढिरहेको रहेछन्, त्यसैले हामी एकछिन बस्यौ बाहिर। एउटा क्लासमा चाहिँ 2-3 जना मान्छे भन्दा ज्यादा आउँदैनन्। त्यही भएर झ्याउ पनि लाग्छ कलेज जान, तैपनि हामी चाहिँ गइरा हुन्छौं कलेज। मेरो साथी चाहिँ भिख माग्न भनेर तल बसिरहेको थियो, कोही आएनन्। त्यसैले उठेर हामी चाहिँ भित्र गयौं। भित्र जाँदा चाहिँ यिनीहरु बसिरहेका रहेछन्। यिनीहरुसँगै गफ गरेर बसौं भनेर एकछिन बसेको। एकछिनमा सर आउनुभयो, सर आएर पढाएर एकछिन बस्यौं। अनि त्यसपछि चाहिँ हामी घरतिर लाग्यौं। यो मान्छेको हातमा चाहिँ कहिले मोबाइल खाली हुन्न, जहाँ गए पनि जता गए पनि मोबाइल मात्रै चलेर हुन्छ। यो चाहिँ हाम्रो कलेज चाहिँ यस्तो राम्रो छ, हेर्दाखेरि हाम्रो कलेजको स्ट्रक्चर चाहिँ कस्तो राम्रो देखिन्छ नि त। हाम्रो पार्क, टिकापुर पार्क भन्दा पनि राम्रो छ हाम्रो टिएमसी कलेज। तर पनि कोही पढ्न आउँदैनन्, किन होला यसको कारण चाहिँ? बाहिर जाँदा चाहिँ स्कुटी बाइक कार पार्किङ गरेर राखेको रहेछ। अनि मेरो साथी चाहिँ भन्दै थियो कुन चाहियो, म चाहिँ तँलाई जुन पनि दिन सक्छु, कुन चाहियो एउटा हात राखेर देख भनेर भने। बाइक र स्कुटीमा भनेको हैन साइकलमा के, साइकलमा भन्छ कि पछि चाहिँ भयो मेरो पनि साइकल छँदैछ घरमा भनेर भनेको। अनि हाँस्दै थियो। अनि यता चाहिँ नो तम्बाकु भनेर लेखेको थियो, तपाईहरु पनि नखानु होला, तम्बाकु गाजा ड्रग्सहरु नखानु होला भनेर सचेतना बाड्दै हामी चाहिँ कलेजको गेटतिर लाग्यौं। त्यसपछि क्यामेरा अनमै बोल भनेको, लाज लाग्छ हामीलाई बोल्दैनौ भनेर भनिरहेको थिए। क्यामेरा अन भए चाहिँ हाम्रो बोली फुट्दैन भनेर उन चाहिँ पछाडि गइसक्यो। अनि 2 जना हामी 3 जना चाहिँ अगाडि गयौं। यिनीहरु कति सानो मेरो साथीहरु त कति घण्टा रहेछन् भनेको भन्देको त। त्यसपछि यिनीहरु भन्न लाग्यो हैन जो क्यामेरा समातिरहेको छ उ चाहिँ ज्ञान, हामी चाहिँ सबभन्दा अग्ला छौं, जो चोर उसकै ठुलो स्वर हुन्छ भनेर भन्दै थिए। खासमा भन्नुपर्दा यिनीहरु सब मभन्दा सानसाना छन् कि घण्टा छन्। त्यही भएर मैले देखाइदिएको। यिनीहरु चाहिँ विश्वासै मान्दैनन् त। अब के भन्नु यसमा, मेरो भन्नु कुनै छैन कुरा हैन। त्यसपछि चाहिँ हामी बाहिर गयौं। गेट भन्दा बाहिर निस्किन बित्तिकै चाहिँ बाहिर अगाडि हामीले देख्यौं एउटा तन्ना र सिरानी बेच्ने मान्छे आएको रहेछन्, अंकल एउटा। अनि त्यसपछि हामी चाहिँ हेर्न गयौं। यसो सिरानीको खोल चाहिँ मेरो साथीले किन्यो। अनि त्यसपछि हेरेको त सस्तो दिरा रहेछ। त्यही भएर सबै किनेर रहेछन्। भिड हेर्नु न कति धेरै भिड हो के, मान्छे जे पनि सस्तो पाएपछि भिड लाग्ने रहेछ जुन ठाउँ पनि। 500 को तन्ना, अनि त्यसपछि सिरानीको खोल चाहिँ 100 को 2टा, अनि 500 को 2वटा झुल पाइरहेको रहेछ। 2वटा सिरानीको खोल किनेर चाहिँ हामी चाहिँ उतातिर देवकोटा दाइको पसलमा गयौं। दाइले चाहिँ होटल पनि खोल्नु भएको छ, यतातिर होटल पनि हेर्न सक्नुहुन्छ। होटल खोल्नु भएको छ। उता चाहिँ किताब कापीहरु मिल्ने, अनि डकुमेन्टहरु बनाउनको लागि सबैको सुविधा मिल्ने कलेजको अगाडि ठ्याक्क छ हाम्रो। उतादेखि मुस्काउँदै आउनुभयो बाहिर। अनि हामी हाम्रो डकुमेन्टहरु त्यो फोटोकपी गर्नु थियो, फोटोकपी गर्दिएर हामी चाहिँ घरतिर लाग्यौं। अनि फुलहरु टिपेर ल्याएको थियो मेरो साथीले चाहिँ, मेरो कानमा लगाएँ। अनि एउटा अर्को चाहिँ ल आई लभ यु भनेर दिनला थिए। अनि चाहिँ थ्यांक यू भने मैले चाहिँ। अनि त्यसपछि हामी चाहिँ घरतिर लाग्यौं। तपाईहरुलाई थाहा छ कि थाहा छैन, त्यही भएर थाहा भएन। तर आज चाहिँ के हो भन्दाखेरि आजको दिन चाहिँ अप्रिल फुल भएको कारण कसैलाई फुल गराउन पाएन। तर पनि मेरो साथीले एउटा फुल दियो, त्यही भएर खुसी भएँ म त। फुलको बदला तँलाई एउटा कार किनिदिन्छु भनेको, यति ठुलो कार म कसरी चलाउनु भनेर उ चाहिँ डराइरहेको थियो। त्यसपछि चाहिँ हामी त्यस्तै गफ गर्दै हाँस्दै खेल्दै हामी चाहिँ घरतिर लाग्यौं। ओके बाइ बाइ गाइस, नेक्स्ट ब्लगमा भेटौँला। थ्यांक यू फर वाचिङ माई भिडियो। बाइ बाइ।